हेलो गाइस, वेलकम बैक टू माय यूट्यूब चैनल एंड सब्सक्राइब। फिलहाल में जाने वृन्दावनमा छ खानेकुरा हिँडिरहेको छ है। गोइङ टु टेम्पल होइन वृन्दावनमा। गाइस यो चाहिँ यूपीको टुरको ब्लग नम्बर 3। हामी वृन्दावन भित्र पसिरहेछ। भित्र पुग्यो वन्डरफुल एरिया। हामी गेटमा गएर अलिकति यस्तो एक झलक देखाएर राखिदिने फोन पाइँदैन नि त भित्र। र हाम्रो दाजुले हाम्रो लागि साह्रो सङ्घर्ष गर्नु हुँदैछ। गेटमा दिन्छु र दाजु फोन। उयो लाउनुपर्छ चुन्नी रोशन किन रोक्यो यसो चाहिँ वृन्दावन जाने बाटो चाहिँ यहाँनिर तपाईँले जे जे किन्नु मनपर्छ यहाँनिर पाइहाल्छ। डन फेमस भयो हाम्रो डन नम्बर 24 64। गाइस यस्तो चर्को घाममा खुट्टा पोल्दै पोल्दै भए पनि वी आर गोइङ टुवर्ड्स वृन्दावन। अलिअलि अब भगवानको दर्शन पाउनु लागि सेक्रिफाइस त गर्नै पर्यो होइन। अनफर्चुनेटली गेटदेखि भित्र चाहिँ हामीले लानु पाउँदैन फोनहरू हो। अब वृन्दावनको ब्रिज हिस्ट्री छ। यहाँ चाहिँ इट्स बिलिभ द्याट हुन्छ नि कृष्ण भगवानको चाइल्डहुड डेज चाहिँ यहाँ बितेको है। दुःख सुख गरेर कृष्ण जन्मेको जग्गा पनि गएर फर्कियो होइन वृन्दावन। अनफर्चुनेटली भित्र फोनहरू लानु पाउँदैन रहेछ हो। त्यो पनि राम्रै हो, तपाईँहरू आफै आएर दर्शन गर्नु है भविष्यमा। थ्याङ्क यू सो मच फर वाचिङ।